Hi guys, welcome back to the new video. So, म चाहिँ साडी लगाएर रेडी भइदिएँ हैन। आज चाहिँ हाम्रो वेलकम प्रोग्राम छ कलेजको। कपाल यसो फुकाउन बाँकी छ हल्का कर्ली बनाउनलाई। मेकअप गरिसके। अब चाहिँ रेडी भएर जाने। साडी टिङ। Here we go. Hi, hello guysहरु। हेर्दै यहाँ सुतिराखन अझैसम्म। ओए ह्यापी बर्थडे टु यु। बर्थडे गर्ल सुतिराखेँ अझै तर 12 बजे नै उठेर विश गरे होला। ओके 12 बजेसम्म नसुतेर विश गरे होला। ए 12 बजेसम्म नसुतेर विश गरे उठेर हैन। उ पनि सुत्दै छ। छिटो उठ्ने हैन म त्यहाँ छोड्न जानुपर्छ त्यहाँसम्म। ओके लेट्स वेक अप। म रेडी भइसकेँ यहाँ जानलाई। यिनीहरु पनि ओके कपाल फुकाउने होला नि। छिटो यो हेयर स्प्रे लगाइदे भाइ। तिमीलाई कुरियर बस्या म कपाल फुकाउनलाई ल। सो गाइस हाई आई एम रेडी भइसक्यो। अब चाहिँ जान थालेको। गीत चाहिँ कुरियर बसिराख्नु भयो। दिदी म सँगै जाने। लेट्स गो बाई। भाइ चाहिँ मलाई त्यहाँ माथिसम्म छोड्न जाँदैछ। त्यही हिँड्लाएर हिँड्न गाह्रो हुन्छ नि त अहिले त्यही भएर सपोर्ट चाहियो नि मलाई। मलाई छोड्न आएको। बाई बाई बाई। एकछिन रुक। अब दिदी आएपछि अनि बल्ल बाई बाई गर्ने। हामी चाहिँ अहिले चाहिँ यहाँ होस्टेलमा साथी छ। साथीको रुममा आइपुग्यौँ। अब यहीँ बसेर हामी प्र्याक्टिस गर्छौँ अनि जाने। ऊ चाहिँ ओहो हाम्रो पटुकी आइरन गर्दैछ। हेलो दिदी चाहिँ बिरामी हुन्छ होइन। यस्तो स्वर पनि गएछ क्या आजको त दिदीको त कमसेकम स्वर थियो। स्वर चाहिँ आज गएछ। त्यही पनि यस्तो इनिसिएसन लिएर डान्स गर्दै हुनुहुन्छ हाम्रो लागि। यहाँ भ्लगिङ गर्ने मान्छे चाहिँ सुरु भइसक्यो। अप्ठ्यारो पार्दिनु नाच्न लाग्छु म। मैले यस्तो गरेको देखाउनु त। क्यामेराम्यान बनाइसक्यो उसले। के गर्नु साथीहरु दुःख छ चारै खानाको मलाई गरिन्छु भनेर हेर न अगाडि त। धन्यवाद। म चोलो टिपेर ल्याउँछु भाइ। धेरै गर्नुहुँदैन उता त भ्याउँदैन। यो त साडी लगाएर आएको। नलागिकन आइरहेको त म त लगाइदिएर आएको नि। कतिचोटि ड्रेस चेन्ज गर्नुपर्छ। यहाँ गएर फेरि खोल्नुपर्छ भनेर मैले कल्चरल लाउने अनि बल्ल लाउने। हुन्छ ल ल ठिकै छ। कल्चरल ड्रेस पनि गएर नाच्ने नै जस्तो देखियो क्या। गाइजहरु हाम्रो चाहिँ डान्स प्र्याक्टिस हुँदैछ। यो क्या चाहिँ अहिले चाहिँ अब प्र्याक्टिस गर्ने अनि जाने। उनीहरू दुईटा चाहिँ विथआउट ड्रेस आयो। यो यस्तो वाला के थियो है बिर्सेन। हेलो मेरो साथीको च्यानललाई सब्स्क्राइब गर्नु होला। मलाई पनि गर्नु होला। म उसको नि आइडी छ पुकुली वाला मेन्सन फुडी W6V गाइस। थ्यांक यू फर के भन्छ थ्यांक यू फर योर सपोर्ट। थ्यांक यू भने बानी भएको के। ओके कस्तो यता त एन्टी लाइट आइरहेको रहेछ। कालो आइरहेको क्या। यताबाट ठिक आउँछ। काली निकाल्ने यताबाट उज्यालो आइरहेको। यताबाट साइडमा ल गोरी निकाले। गोरी मेकअप गर्नै पर्दैन। क्यामेराले गोरी निकालिदिन्छु म। म मेकअपै गर्दिनँ। ल ल त मेरोबाट नि गरे त। तिमी अगाडि बस्यो भने म पातली हुन्छ। यस्तो खान मान्छेहरू लाज लाग्यो मलाई। प्र्याक्टिस गरेर सकिसक्यौँ होइन। यो फुरफुर गर्दै मिले यतिकै हो होइन। लुज नै हो नि त। मुदैन यतिको लुज भएपछि फुस्किँदैन। यो त यस्तो गर्दा फुस्किएर पुरै यस्तो हातले पनि समात्ने नि त दि सबै नछोड्दिने है। यता चाहिँ अनि गाइस प्लिज इन्ट्री इन माइ च्यानल। ब्लग चलिरहेको यता पनि उता पनि। ल अब हामी चाहिँ जानलाई रेडी भइरहेको छौँ। बाइ बाइ। सब सक्यो प्र्याक्टिस सक्यो। अब चाहिँ जाने। उता नि ब्लग चलिरहेको नि त सो होइन। अब जाम उही गएर यसो प्र्याक्टिस गर्नु मिल्यो भने गरौँ न त ठिकै छ। यसो फोटोसोटो खिच्नु पऱ्यो नि त। जाम खाने व्यवस्था भइरहेको। पर्फेक्ट यति राम्रो हुनु हेल्दी फ्रुट्स खानुपर्छ। वान एप्पल अ डे कीप द मेरो स्पेस फुल भएर यस्तो हैन है फेरि हुँदैन। मिठो छैन है। हामी हिँड्न लाग्यो निस्किन लाग्यो। हाम्रो ड्रेसहरू सबै प्याक भइसक्यो। दिदी चाहिँ गरेर लाउने रे। लेट्स गो गाइजहरु छिटो आम।
ओइ निस्किन हाँस्यो गर्न हुँदैन भित्र बसेर हाँस्यो यी सामानहरू बोकेर हिँडे ओ माइ गॉड के हो सिङ्गर दिए गिटार बोकेर हिँड्नु भयो त यो ओके हो हाम्रो ड्रेस लिएर हिँडिरा ऊ चाहिँ स्टार्ट भयो लागि रेडी भइसकेको छ लेट्स गो ढोका लाएर आके ओ माइ गॉड कता कहाँ लाउर हिँडेको थिएँ कुन कन्सर्टमा हिँड्नु भयो कन्सर्ट गर्ने हिँडे जस्तो छ भयो ताज प्यालेसमा आज मेरो कन्सर्ट छ ताज प्यालेसमा रे हो ठिक छ गाना सुन्नको लागि आवाज बसिरा मेरो आवाजै छैन तर युनिक आवाज फिल भइरहेको यो के हो गिटारवाला मान्छे लिनुहोस् हजुर त्यही बेडमा राख्नुभएको थियो क्या हो चाबी छोड्या हो बिर्से चाबी खै सोध्नुपर्छ ए ऊ यता जस्तो छ खेर हो यस्तो राम्रो राम्रो भएर हाम्रो जस्तो नाच्यो नि होइन जस्तो नाच्यो हुटिङ चाहिँ सेफ्टी पिन के सेफ्टी रे कानको पनि ल्याइदिनु हामी डान्स गर्नलाई ड्रेस चेन्ज गर्छौँ अब चाहिँ भिड छ गाइज हामी चाहिँ रेडी भइसक्यौँ खै हेर गाइजहरू चुरा सेलेक्ट गर्दैछन् होइन दिदीले मात्र ल्याउनु पर्दैछ त्यही भएर एकुन्टा चुरा लाउनु खै चुरा 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 होइन चुरा ऊ चाहिँ यता रेडी हुँदैछ हाई हेलो ब्युटिफुल हेलो यो वाइट चाहिँ तल वी आर रेडी आउनु त मगर ड्रेस लगाइदिएको हामी चाहिँ कस्तो राम्रो लगाइरहेको मलाई ड्रेस सिम्पल छ नि त हाय हाय छिटो छिटो रेडी हौ हामी चाहिँ रेडी भइसक्यो होइन स्न्याक्स खाना आएको सब भेज जस्तो सक्यो मलाई पनि लेखिदिनु ल म चाहिँ क्यामराम्यान बन्छु मलाई पनि लेखिदिँदा हुन्छ यहाँ मेरो भिडियो खिच्दियो है ओ माइ गड यस्तो राम्रो मोडलको भिडियो बनाइदिनु पर्ने रे म यता साइडबाट बनाइदिन्छु एक मिनट ल म चाहिँ यता छु ल गाइज मेरो त यता यता आयो कि यो यता यता घुमिरह मेरो मैले हामी चाहिँ हाम्रो गीत डान्स कुन नम्बरमा छ भनेर सोध्न जाँदैछौँ अरू चाहिँ खाएर बसिरहन् हाय 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 राष्ट्रिय गान सुरु हुँदैछ र हेलो हामी चाहिँ अब ट्रान्जिसन भिडियो बनाउँदैछौँ गाइजहरू यता लाइट आएर कति राम्रो भिडियो फोटो खिचिरहेको हामी नाच्ने गीतमै नाचिरहेको हाम्रो राम्रो अरे
खत्तम भयो टिका लाएर आयौँ हामी गाइजहरू आज त मोटी देखिरह यार मलाई त मेरो त कपाल छोडेर त म त भुत्रै ए हामी टिका लाएर आयौँ नि त भिडियो पनि छ फोटो पनि छ यो पबिने त अति भयो कि रहेछन् हाम्रो होइन चस्मावाला हियर मी यस फोटोग्राफर हाम्रो सुधा ए उल्टे भयो अरू केही छैन यहाँ मुस्ताच मुच मुच अरू सुट चलिरहेको यहाँ चाहिँ होइन मोडलहरू छ नि त क्यामराम्यान हुनुहुन्छ हाम्रो दिदी चाहिँ पर्फेक्ट क्यामराम्यान हुनुहुन्छ होइन स्माइल चिज चिज मोडलहरू पुगेन रे ताली अलि बजाउने ताली बजाउन जाम अब हेर राम्रो देखियो रातो मेरो गीत चाहिँ रामसँग गीत कति धेरै उडायो मनमा नाचेको अर्को पनि उडायो मनले तिनवटा उडायो मन हिँड्ने आज हामीले तिनवटा भइसक्यो अब यस्तै हो भुटिङ गराउला दिदीहरूको नि त यो त टिकटक बनाउनु आउनु दि फेरि त्यही कतिजना धेरै नाच्छ यसमा ड्रेस चेन्ज भइसक्यो फेरि उसको हालत खराब छ के त साडी लाउँदैछन् गाइजहरू अझै हुँदैछ मेरो त भइसक्यो म एक मिनटमा लगाइहाल्छु हाम्रो ड्रेस चेन्ज भयो फेरि होइन के अरे तिमीले यस्तो खानु पऱ्यो मेरो फेभरेट पोज यो र यो सरी हाम्रो साडी लगाइदिने मान्छे रोशनाजी हुनुहुन्छ हाम्रो साडी लगाइदिने र हामी चाहिँ फेरि ड्रेस चेन्ज गरेर आइसक्यौँ होइन हाम्रो साडी ग्याङहरू उसको चाहिँ उस्तै छुट्टै छ फेरि घामले हेर्न मिलेन यार पहिला ब्याग लिन जाऊँ है खाना खान जाऊँ अनि हामी चाहिँ खाना खाइसक्यौँ होइन अब चाहिँ हामी अब चाहिँ फोटो खिच्न जानुपर्छ साइड लाएर खिचाएन नि त सो खानासाना खाइसक्यौँ अब चाहिँ अलिअलि भयो यहाँ फोटोसुट चाहिँ अलिअलि सो बाहिर गएर फोटो खिच्नु नि ओके यहाँ चाहिँ चलिरहेको हुन्छ फोटोसुट पनि ब्याग मेरो ब्याग हाम्रो भयो हाम्रो खिचौँ भिडियो बनाऊँ फोटो खिच्नु होइन यु बनाऊँ के यु यु बनाऊँ यु फोटो सुट फोटो खिच्नु हुँदैन के कुनमा बनाउनु ए हेलो
फोटो खिच्नै पाइएन क्या म्यामले अघि बोलाउनु भयो यता फेरि प्रोग्राम सकेको रहेन तर प्रोग्राम सक्यो भने छैन रहेछ अझै डान्सहरू प्रोग्राम अब चाहिँ डान्स हेरेर बस्ने एकछिन अनि बेला फोटो खिच्दै होइन उसको झन् खिच्दै होइन हजुर खिच्नु भयो फोटो डान्स गरेर सरप्राइज दिँदै हुन्छ सो यहाँबाट डान्स गर्दै हुन्छ नि त सरप्राइज डान्स छैन ठीक छ मलाई सिकाउनु न ले बाइ बाइ भन्नु हाय
ओके थाक्यो अब चाहिँ घर जाने पर्फी लगाइराखेँ अरे बाटो कता छिटो जाने भनेर अनि सोचाउनु थालेँ बाई बाई नेक्स्ट भिडियो बाई बाई